पहिलो सिजनको एनपीएलको अपार सफलतापछि फेरि पनि दोस्रो एनपीएल सिजन सुरु भइरहेको छ। अबको 5 महिनाभित्रै एनपीएल सुरु हुनेछ र दोस्रो सिजनको एनपीएल चाहिँ कसरी होला, कतिको सफलता पाउला, सफलता होला कि नै भन्ने लागिरहेको हुन्छ। यो कुराको आन्सर चाहिँ यो भिडियोमा हेर्नेछौँ हामी। पहिलो सिजनमै नेपाल प्रिमियर लिगले एकदमै राम्रो छाप छाडेको छ। विश्व क्रिकेटमा एकदमै राम्रो सफलता पाएको छ। घाटा हुने, लस हुने कुरै छैन, कुरा आएको पनि छैन। पारस खड्काले गरे बापत र पारस खड्काको 100% दिए अनुसारको 200% नै ब्याकअप आएको छ। स्टार स्पोर्टले उल्टै पैसा दिएर, करोडौँ पैसा दिएर पोडकास्ट गराउनु र दोस्रो सिजनमा स्टार स्पोर्टले आफैले अफर गर्नु पारस खड्कालाई म पोडकास्ट गराइदिन्छु, उल्टै म पैसा दिन्छु भन्ने कुराबाटै थाहा हुन्छ कि नेपाल प्रिमियर लिग एउटै पहिलो सिजनमै कहाँबाट कहाँ पुगिसकेको छ भनेर। र यसमा मेन कुरा रहन्छ आइसिसीको रुल रेगुलेसनमा रहनु र आइसिसीको अन्डरमा रहेर सबै आइसिसीको रुल रेगुलेसन अनुसार नेपाल प्रिमियर लिग चालु गर्नु। र पारस खड्काले पनि भनेका छन् कि अबको 4 महिनामै आइसिसीको अन्डरमा रहेर हामी एनपीएल सिजन 2 सुचारु गर्नेछौँ र यसमा ठुल्ठुलो नामहरू रहेका छन्। जस्तै नेपाल प्रिमियर लिगलाई अझै अगाडि बढाउनु छ हामीले। यो नेपाल प्रिमियर लिगलाई अगाडि बढाउनका लागि ठुल्ठुलो प्लेयरहरू नेपालमा आउनु पर्ने जरुरी देखिएको छ। जस्तै डेभिड वार्नर आइरहेका छन्, अनि एडम स्मिथ आइरहेका छन् र बाबर आजमसँग कुरा भइरहेको छ। र मेन गरी यो तीनटै प्लेयरहरूलाई सुदूरपश्चिममा ल्याउने हाम्रो कोसिस रहेको छ भन्ने बताएका छन् सुदूरपश्चिमका हेड कोचले लगायत। डेभिड वार्नरसँग पनि कुरा भइरहेछ, स्टिभ स्मिथ भयो, बाबर आजम भयो, होइन, उहाँहरूसँग पनि हाम्रो कुरा भइरहेछ। हामी चाहिँ सुदूरपश्चिम रोयल्सकै ग्राउन्ड होस् भन्ने हिसाबले हामी काम गरिरहेछौँ र त्यसमा हामी चाँडै नै केही न केही न्युज त्यसमा पनि होस्। त्यसैले अब यो सेकेन्ड सिजन अगाडि बढिराख्दाखेरि चाहिँ हामीले गर्नुपर्ने डकुमेन्टेसन, पत्रचार सबै गरिसकेका छौँ। होपफुली भनौँ न धेरैभन्दा धेरै टेस्ट प्लेयर्सहरू हामीले योपालि हेर्न पाउँछौँ। यदि अब आइसिसीको म्यान्डेटले हामीलाई लास्ट इयर जस्तै रिस्ट्रिक्सन गर्यो भने पनि आई थिङ्क देयर आर इनफ गुड इन्टरनेसनल क्रिकेटर्स, होइन, किनकि हामीले आइसिसीको प्रोटोकल फलो गर्नै पर्ने हुन्छ। त्यसैले अहिलेको लागि वी आर ट्राइङ आवर बेस्ट। एनपिएल स्टार्ट हुन नोभेम्बर हुने चाहिँ 5 महिना बाँकी नै छ। कोअर्डिनेसन गरिरहेका छौँ। वी आर ट्राइङ आवर बेस्ट। एनपिएल जब भयो आई थिङ्क इट वाज अ ग्रेट के भन्छ प्लेस टु ह्याभ द बेस्ट फर्म अफ एन्टरटेनमेन्ट। त्यहाँ मान्छेहरू नाच्न जानु हुन्थ्यो, कोही भनौँ न डेभिड वार्नरसँग पनि कुरा भइरहेछ, स्टिभ स्मिथ भयो, बाबर आजम भयो, होइन, उहाँहरूसँग पनि हाम्रो कुरा भइरहेछ। हामी चाहिँ सुदूरपश्चिम रोयल्सकै ग्राउन्ड होस् भन्ने हिसाबले हामी काम गरिरहेछौँ र त्यसमा हामी चाँडै नै केही न केही न्युज त्यसमा रोयलका म्यानेजरले। र हाम्रो सुदूरपश्चिममा यी 3जना प्लेयरहरू देखिने हो भने चाहिँ 6 जना नेपाली प्लेयर र 3 जना फरेन प्लेयरदेखि लिएर बाँकी अन्य 2 जना प्लेयर को हुन सक्छन् र कस्तो प्लेयर हुन सक्छन् भनेर गेस गर्न सक्नुहुन्छ। र नेपाल प्रिमियर लिगको पहिलो सिजनको एकदमै अपार सफलतापछि दोस्रो सिजन पनि एकदमै राम्रोसँग सुचारु भइरहेको छ। यसमा ठुल्ठुला नामहरू रहनेछन्, ठुल्ठुला प्लेयरहरू रहनेछन् र नेपाल प्रिमियर लिगले अरू क्यानाडा प्रिमियर लिग, बिबिएल लगायतका अन्य लिगहरूलाई पछाडेर अगाडि बढ्ने छ र आइसिसीको नजरमा आएर छिट्टै टेस्ट मान्यता पाउनेछ र नेपाल प्रिमियर लिग एकदमै अगाडि बढ्नेछ, हामीलाई आशा छ। र 4 महिनापछि हाम्रो नेपाल प्रिमियर लिग 2 सिजन सुरु भइरहेको छ।